माइक लगा हुआ है इधर। दो शब्द कैसा बना है? वही सर बोले मुझे। हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ मेरो न्यू ब्लगमा। सबैजना सन्चै नै आराम हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु हैन। अनि आज चाहिँ यस्तो चोरको कामको साथ आज चाहिँ चल्नेवाला छ। आबला पार्टी थप्दै थापिसक्नु भयो होला हैन। अनि यहाँ चाहिँ हाम्रो तयारी चलिरहेछ। हाम्रो उता केटाहरूले छेलछेल गरिरहेछ। अनि चल्न मिल्छ पुरी पनि काट्नु छँदैछ। सक्दिन होला हौ त्यो यत्रो जग्गा। साथी जाउँ न खुर्सानी। म यस्तो सोचिरहेको थिएँ नि त, हेर न हामीले यसको बिजनेस गर्नुपर्छ क्या। किडीले थाहै छ फेरि कति लास्टिङ गर्नुपर्छ भनेर। अनि अब सबैको त रुख हुँदैन होइन, चोर्न पनि किडीहरू सक्दैन। यसो गरौँ न, त्यो बिहे मेलासेला हुन्छ नि त्यस्तोमा गएर ठेला लगाऊँ। यसलाई मेन राख्नुपर्छ, हामीहरू चाहिँ कराउनुपर्छ, नभए यसलाई कराउनु राख्नुपर्छ। अब यस्तो ह्यान्डसम देखेपछि त आइहाल्छ नि। त्यही त अनि त्यही त यो अनि योमा मसला लगाएर अनि बेच्नुपर्छ नि हैन। बिक्छ होला है खतरा मान्छे। ह्यान्डसम पर्सन छ यहाँ हाम्रो प्रशान्त लामा, अनि राजेन्द्रको एकलौतो छोरो। यस्तो अब नयाँ अलिकति बिजनेस आइडिया भयो नि त। अलिकति नयाँ बिजनेस आइडिया मैले यहाँ निकालेको छु नि त। तपाईँहरू पनि कमेन्ट गर्नु होला खतरा छ कि छैन भन्नु न तपाईँ। यस्तो कसैले दिमाग नै लागेको थिएन होला कि साथी। आइस के बारे खोसले के तक मार पुत्रे छ। जाओ तुम अपने 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 टिभी सारे जाओ त अपने टिभी खान्छ। लाइस जा जा, मेरो बारीमा त छैन होला हौ। यो पालि त केही फलेको छैन। मेरो झन् कतिवटा रुख छ, त्यो पालि एउटा खाना पाएँ, त्यो एउटा पाएको थियो रुखमै पाएको। 2-3वटा भएको थियो, सबै झरो, एउटा चाहिँ पाएको रुखमै। यो पालि झन् भयो भने यो पालिको यहाँ आफ्नै भएको छैन मजाले। यो त्यस्तो खाली खाली यहाँबाट रुखेर मिल्दैन के अरे। यो पालि आफ्नै भएको छैन कहाँ पनि होइन। साथी एउटा बिट बक्सिङ किन भन् त? बिट बक्सिङ हान्दिउ न। फिकर चाहिँ बा बा खतरा हान्छ त्यसले। कैसे कर लेते हो आप? मुँह से कर लेते हैं। आपको पता है हमारे इधर जीता जाता एक क्या बोलते हैं उसे, डॉग है जो खतरनाक आवाज निकालता है। ओह आइस 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 आइसले वाह कस्तो सेम टु सेम कुकुर बचाउँछ नि, त्यसको रुन्छ नि हान्यो भने कराउँछ नि, त्यस्तै आवाज निकाल्छ। ल आइस एक्लो यस्तो भयो। अरू 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 के आउँछ? ओइ सुरुबलले सुरुबलले भ्याउतिर समात्छ नि त्यस्तै फेरि फेरि एकपल्ट। आफै खान सक्दैन पिरो, हामीले चाहिँ भन्छ अलिकति पोखरीमा अहिले हाम्रोमा खायो भने क्या भात खायो भने कसको थुक्ने मैले निले त एकपल्ट रे कतिपल्ट निले त्यो अब कसै पनि त्यो चिटिया माथि राख्न। धुलो खुर्सानी आयो भनेको यसले भनिरहेको छ। अब त्यो खुर्सानी पिसेर हाल्नुपर्छ त्यो चाहिँ। तर त्यो खुर्सानी पिसेर हाल्यो भने चाहिँ अझै मजा आउँछ क्या। त्यसले चाहिँ अझै स्वाद नै अलिकति बढिहाल्छ, टेस्ट खतरा भइहाल्छ क्या। ए साथीको त बाड नै छ त्यहाँ बैगनहरू छ यता। बैगन पनि कत्रो हौ यति साथी, यति सानो बैगन। खुर्सानी कुन खालको खुर्सानी हेर, कालो कालो छ त हेर त। खोइ साथीहरू हेर्दैन ए यस्तो खाले रहेछ नि। यसले पिसेर हाल्नुपर्छ। अनि यहाँ मुढा चाहिँ कसले लाग्यो बस्ने? यो लगेर चाहिँ हामीलाई काम लाग्छ नि। यहाँ सेटमा राख्छ बस्ने पनि। ओइ यहाँ चाहिँ लभली रहेछ यार। यो चाहिँ अब थुक्का सारा
अझै बढ्छ होला है, यत्रो यत्रो छ नि, तर कलिलो छ, अझै बढ्छ होला यो। अनि फुल भर्खरै निस्किरहेछ, फुल पनि अझै निस्किरहेछ यहाँ। केला भएको छैन त्यहाँ त, भइसकेछ कि, तर काटेर लाउनुपर्छ यसलाई। जाउँ त्यही राख्नु मुडा किन तँ बस्छस् यहाँ आएर? राख्दैन यहाँ। ल राखिदिए, लग्दिन हौ मेरो घर, त्यो नगर न। अनि फ्यामिली चाहिँ मेरो खुर्सानी सुर्सानी सब पिसिसकेँ होइन। योमा नुन अलिकति हालेको छु, अब त्यसले चाहिँ खायो राम्रै लाग्यो त्यसो भन्दैछ। अभि चाक त कस्तो रहेछ? तेल बक लागिरहेछ रे मा। खानुहोस् खाएको हेर न मुलाले। म पनि खाम न अलिकति कस्तो लाग्दो रहेछ। त्यो पनि ल्या थप हट बिचमा किन मुसेको हटायो के बिचमा हटा न, खाली गर्ने बिचमा। ए ठिक छ, मसेपछि झन् मजा आउँछ त। ल योमा चोबालेर खाने। अभी कहाँ यहाँ अहिले सिद्धिन्छ नभए थोरै हाल्यो। ठिक छ कति यो लाएर चाहिँ 3 पल्ट लगायो। हिजो पनि खाएको थिएँ म। मैले कोही कोही भन्दा यस्तो छ कि मेरो कालु डार्लिङ पनि छ क्या, कालु बेबीले पनि दिन्छ। काले त मै छु, अब को कालु होला भन्दा होइन। उयो भाडा जस्तै कालु, ल कालु बेबी ला खाइदिनु त यसले। हेर न म कस्तो डराउँछ यार यो, यहाँ त यस्तो छ नि, फेरि पावर चाहिँ बवाल छ क्या। लाई चाक त खाँदैन नि पिरो चाहिँ साथै फेरि बेलुकातिर टोयलेटमा कुद्नु नपरोस् नि फेरि। कैसा लगा 2 शब्द कह सकते हैं? मुँह से बोलिए ना, हाथ से नहीं, मुँह से बोलिए। माइक लगा हुआ है इधर, 2 शब्द कैसा बना है हमारे ऑडियंस को भी बताइए। बताइए, इधर ऑडियंस ब्लॉग बन रहा है इधर। बोलिए ना, मुझे कुछ शब्द निकल रहा है, लगता है कुछ ज़्यादा ही पसंद आ गया भाभी को। किडले खाएपछि कस्तो गर्छ साथी? कैसा लगा आपको? क्या आप 2 शब्द बोल सकते हैं? त माइसा मान्दा दिएन अलिकति, अब 2 शब्द यस्तो हो नि त। खाना चाहिँ मलाई त मजा नै आयो। एकतिर चोरेको पनि आएको थियो, चोरेको खाना चाहिँ झन् अझै राम्रो लाग्छ क्या। फेरि घरकै मान्छे अगाडि चोरेको छु नि, फेरि चोरेन एक्स्ट्रा पनि, तर सोधिनँ क्या। तर घरको मान्छेहरू के भनेन, त्यो चोरी भन्न मिल्छ पनि भन्न पनि मिलेन क्या अरे, घरकै मान्छेले के भनेन। गद्दारी करबे पहिला त के छ त, चोरी जस्तो मात्र हुन्छ यहाँ। यस यो हो नि बा। के दियो रे
त्यही त खाइसकेको हामीहरू खाइसकेको होइन त्यो बटुको पनि दिँदैछ त्यसले कान्छी लास्ट टाइम मजा आयो आजको लागि दिने होइन भिडियो राम्रो लाग्यो मलाई भिडियो राम्रो लागेमा लाइक एन्ड सब्सक्राइब गरिदिनु होला योभन्दा पनि राम्रो राम्रो भिडियोहरू ल्याउँदै बस्छु तपाईँको लागि अबदेखि होइन हस् त जय नेपाल।